ओके अहिले हामी यहाँ ट्विन लेक्समा छौँ र यहाँ ट्विन लेक्समा भिजुअलाइज हुँदैछ यहाँ भिडियो एडिटिङ भिडियो क्याप्चरिङ अनि यहाँ नाचगान पनि हुँदैछ अब तपाईँलाई देखाउँदैछु म ट्विन लेक्स यहाँ हेर्नुहोस् अहिले हामी ट्विन लेक्समा छौँ यहाँ हेर्नुहोस् ट्विन लेक्स आजभन्दा 2-3 वर्ष अगाडि आउँदाखेरि यो पानी ट्विन लेक्सको पानी चाहिँ तपाईँको भरिपूर्ण हुन्थ्यो र हाम्रो यो जुन ढुङ्गा छ यो ढुङ्गादेखि मुनि जति पनि पानी हुन्थ्यो र अहिले हेर्नुहोस् यहाँ समुद्र भूभाग जस्तो तपाईँले एकदम प्लेन भूभाग जुन देखिरहनु भएको छ यो पुरै यो पानीले भरिएको हुन्थ्यो हेर्नुहोस् तर आज खोइ प्रकृतिले साथ नदिँदाखेरि अर्थात् प्रकृतिले एउटा वेदर एउटा समयमा पनि अलिकति पनि तलमाथि भइदियो भनेदेखि प्रकृतिको तलमाथि भइदियो भने हेर्नुहोस् सम्पूर्ण कुराहरू चाहिँ अस्त व्यस्त हुन्छ भन्ने कुरा चाहिँ यहाँ देखाएको छ अहिले हाम्रो फायर डेन्जर कोलोराडोमा एकदमै छ विन्टरमा हामीले जति स्नो पर्नुपर्ने थियो त्यति नपरेको कारणले गर्दाखेरि यी ट्विन लेक्सहरूको पानी हेर्नुहोस् यही पानी चाहिँ हामीले खाने पानी हो र यसपालि पानीको पनि अभाव भएको कारणले गर्दाखेरि हामीले चाहिँ अहिले फुलहरूमा पानी हाल्नको लागि पनि हप्तामा 2 दिन चाहिँ हामीलाई दिएको छ हैन जस्तो ओड नम्बर र पेयर नम्बर हाम्रो चाहिँ ओड नम्बर पेयर नम्बर भएकोले गर्दाखेरि हाम्रो चाहिँ भनेको अहिले सन्डे र थर्सडे हामीले हाल्न पाउँछौँ भनेदेखि ओड नम्बरले ठ्याक्कै अपोजिट हाल्न पाउँछ त्यसरी उनीहरूले मिलाएको छ तर अहिले तपाईँले हेर्नु हो भनेदेखि हेर्नुहोस् कोलोराडोको पानीको अवस्थामा एकदमै चिन्ताजनक विषयको रूपमा रहेको छ तर होपफुली हामीले विचार गर्दैछौँ कि होपफुली यो समरमा धेरै पानी पर्नेछ र यो फेरि पोखरी चाहिँ फुल हुनेछ भन्ने चाहिँ अब हेर्नुहोस् हावा आएको कारणले गर्दाखेरि हावाले गर्दाखेरि जुन पोखरीमा पानी हुनुपर्ने थियो आज त्यहाँबाट चाहिँ धुलो उडिरहेको छ हेर्नुहोस् तपाईँले पनि देखिरहनु भएको छ धुलो उडिरहेको छ यसरी हेर्नुहोस् it's a very dangerous time and dangerous situation for us so we need to be save waters तथापि हामीले हेरिरहेको छौँ माउन्टेनमा थोरै मात्रामा स्नोहरू छ अहिले जुनको तपाईँको 20 छ अब जुनको 15-20मा पनि अब हिउँ सकिसकेको छ नभएदेखि यतिखेर खोलाहरू गन्डङ डङ डङ बग्थे ठुलो पानी झर्थ्यो तर यसपालि छैन त्यही पनि माउन्टेनहरू चाहिँ ग्रिन नै देखिएको छ हैन हेर्नुहोस् इट्स सो ब्युटिफुल राइट नाउ तर होपफुली अब यो पानीहरू चाहिँ पर्नेछ र यहाँ भरिपूर्ण हुनेछ यही हेर्नु यहाँ नो वाटर राइट नाउ कम्प्लिटली वाटर इज कम्प्लिटली डाउन हेर्नुहोस् पानी नै छैन नो वाटर एट अल अहिले हेर्नुहोस् हाम्रो खेल्नको लागि यहाँ छ हामी खेलिरहेको छौँ यो एरिया भनेको पानी जहिले पनि भरिने ठाउँ हो तर अहिले पानी छैन र म पनि यहाँ छु हेर्नुहोस् अहिले म ठ्याक्कैसितले चाहिँ ट्विन लेक्सको ठ्याक्कैपट्टि अगाडि छु र तपाईँहरूलाई चाहिँ मैले यो हरेक कुराहरूको बारेमा चाहिँ देखाइरहेको छु र देखिरहनु भएको छ होला भन्ने कुरा पनि आशा लाग्दैछ हेर्नुहोस् अहिले म ट्विन लेक्सको बिचमा हिँडिरहेको छु र यसको ठ्याक्कैसितले यतातिर हेर्नु भनेदेखि तपाईँले यो भ्यू देख्नुहुनेछ मेरो पछाडिको भ्यूहरू हेर्नुहोस् यतातिरको एकदमै राम्रो छ यो भ्यूहरू पनि हैन भ्यूहरू त राम्रो छ तर त्यही पानीको अभाव छ अहिले तर होपफुली पानीको अभाव पनि अब जाला छिटै नै जाला हेर्दाखेरि चाहिँ अब आकाशमा हेर्दाखेरि चाहिँ तपाईँले देख्नुहुन्छ पानी पर्ला जस्तो देखिरहेको छ हैन सायद पानी पर्छ भन्ने पनि आश हामीले लिएका छौँ थ्याङ्क यू